गृहमन्त्रीलाई त्यत्तिकै आरोप लगाइदिए है। ओहो, हुँदा हुँदा प्रधानमन्त्रीलाई पनि छ हैसियतले नभ्याउने त्यत्रो ठुलो शासकलाई आरोप लगाइदिने, त्यो पनि जा अब त्यो 50 लाख खायो भनेर। प्रधानमन्त्री गृहमन्त्रीले जस्तोले 50 लाख खान्छ यार, कस्तो कुरा गरेको। हुन्छ नि एउटा तरिका कि आरोप लगाउने पनि, लगाउन पायो भनेर जसलाई पनि आरोप लगाइदिइहाल्ने। अनि मान्छेको इगो हटाउन्न, एउटा पद हेर्नुपर्छ, एउटा उचाइ हेर्नुपर्छ होइन, एउटा व्यक्ति हेर्नुपर्छ, उसको व्यक्तित्व हेर्नुपर्छ, उसको क्षमता हेर्नुपर्छ, कतिसम्म गर्छ कतिसम्म गर्दैन। भने भ्रष्टाचार गर्यो, दिनको 50 लाख खायो अरे। 50 लाख खान्छ, झुट बोल्ने यत्तिकै भ्रम फैलाइदिने। 50 लाख खायो दिनको भनेर, दिनको 50 लाख वसुली गर्यो, झुट हो यो सब। खासमा भएको 3 करोड रहेछ के दिनमा, अनि 50 लाख भनिदिने। दिमाग छैन अलिकति। गृहमन्त्री जस्तो मान्छेले 50 लाख मात्रै खान्छ होला त? मलाई विश्वासै लागेको थिएन त्यसले भ्रष्टाचार गर्छ भन्ने। कहाँ भ्रष्टाचार गर्छ त? त्यो त उसको पारिश्रमिक पो हो त, उसको कामै त्यही हो। अब त्यस्तो राम्रो मान्छेले अब 50 लाख खान्छ नि, करोडौँ खान्छ। होइन 50 लाख त्यो झुटो कुरा हो। 3 करोड मात्रै खाऊ, 50 लाख चाहिँ खाएन है, भरम मान्न पर्नु होला।